यो हेर्नुस् है, पाल्पा तानसेन बतासे डाँडादेखि पैदल यात्रा करिब 20 मिनेटको हिँडाइपछि हामी यो सुरुङमा आउँछौँ। 20 मिनेटको पछि हामी यो सुरुङमा आउँछौँ। देख्नु भएको छ, यो सुरुङ धेरै लामो छ। यो कुनै यो सुरुङ मार्ग होइन, यो कुनै बस मार्ग होइन। यो चाहिँ केवल पाल्पा तानसेनको निम्ति, पाल्पा नगरपालिका तानसेन पाल्पाको निम्ति खानेपानीको पाइप लगेको ठाउँ हो। जुन यो धेरै साल पहिले, 40-50 साल पहिले, जुन बेला हामी जन्मेका पनि थिएनौँ, त्यो सालमा जापानी प्रविधिबाट तयार गरिदिएको हो। त्यो सुरुङ मार्ग हो। यहाँबाट त्यो पारी जुन मुख देखिएको छ, त्यहाँ जानलाई कम्तीमा पनि 25 मिनट लाग्छ हिँडेर। भित्र कुनै बत्ती छैन, अन्धाधुन्ध जानुपर्छ, नत्र टर्चको सहायताले जानुपर्छ। र यसको संरक्षण अब पहिलादेखि त भएकै हो, तर अहिले पनि ठिकै छ। यसमा चाहिँ त्यति छ्या भन्नु परिरहने ठाउँ पनि छैन है। अब हामी यो सुरुङ मार्गमा आइसकेपछि अब बस्नु त पर्यो। बस्नुको निम्ति कहाँ बस्ने त? कुर्सी पनि व्यवस्था छ भन्दै थियो होइन? कुर्सी पनि व्यवस्था छ बस्नलाई भन्दै थियो। त्यो कुर्सी मैले खोज्न गइरहेको छु है। ल हेर्नुहोस्, यो कुर्सीमा बस्ने हो कि मान्छे बस्ने हो कि झारपात बस्ने हो कि सिस्नो बस्ने हो कि बनमारा बस्ने हो, त्यो चाहिँ थाहा छैन है। यो सम्बन्धित निकायको ध्यान जाओस्, सम्बन्धित निकायको ध्यान जाओस् है। नगरपालिकाले हेर्ने हो या स्थानीय स्थानीय बासिन्दाले हेर्ने हो, त्यो चाहिँ थाहा भएन। तर यहाँ चरम लापरवाही, बजेटको टोटल्ली हिनाबिना भएको छ। यहाँ धेरै कुर्सीहरू छ, कुर्सीहरू धेरै टुटेफुटेको पनि भइसकेको छ। टुटेको पनि छ, फुटेको पनि छ। अब यसो यहाँ सुरुङ पनि हेरौँ, हल्का फ्रेस हावा खाउँ भनेर आएको अवस्था हो। तर जो कोही पनि महानुभावहरू जो पनि आउनुहुन्छ यहाँ, आउनुभयो भने एउटा हातमा चाहिँ लाठी लिएर आउनु होला। लाठी नलिएर यहाँ बस्न पाइने अवस्था छैन है। ल हेर्नुहोस्, यसरी मान्ने